यो चाहिँ हाम्रो प्युठानमा फिटिङ गरेको रेलिङ हो है। आज हामीले हिजो हामीले काम सकेर आज हाम्रो घर जाने दिन, त्यही भएर यसो यो भिडियो हजुरहरूमा आज बनाउन लागेको है। यदि कसैलाई रेलिङ फिटिङ गर्नु छ भने सम्पर्क गर्नुहोला। किनकि हाम्रो हामीले हरेक ठाउँहरूमा गरिन्छ आफूले भ्याएसम्म है। यदि कसैलाई फिटिङ गर्नु छ रेलिङ छ भने मोबाइल नम्बरमा लेखेर राख्नु र कस्तो भएको छ कमेन्ट गर्नु होला। यो चाहिँ नेपाली कलाको यसो कदर गरिदिनु होला भन्न चाहनुहुन्छ है। माथिबाट हेर्दा चाहिँ यस्तो छ। यो चाहिँ प्युठानको तुन्ने खोला भन्ने ठाउँमा चाहिँ हामीले फिटिङ गरेको है त। यदि हजुरहरूलाई पनि रेलिङ राम्रो फिटिङ चाहिएको छ भने सम्झाउन चाहनुहुन्छ हजुरहरूको सिँढीको सेप अनुसार च्याप्प मिलाएर होइन एकदम फिनिसिङ साथ गरिन्छ। हजुरहरूको मेटेरियल छ भने हामीले फिटिङ मात्रै पनि गरिन्छ, फिटिङ चार्ज लिएर। अब हाम्रो मेटेरियल सबै गर्नु भयो भने हामीले आफ्नो मेटेरियलसँग पनि गरिन्छ। हस् त, धन्यवाद। ल यो रेलिङ चाहिँ कस्तो भएको छ हामी चाहिँ अब घरबेटी आमालाई सोध्न चाहन्छु। अब घरबेटी आमाले के भन्नुहुन्छ हजुरहरूले पनि सुन्नु। आमा यसो एउटा भिडियो बनाउनु लाग्यो है मेरो हाम्रो के। अनि त्यहाँबाट ल आमा नमस्ते। हामीले गरेको काम हजुरलाई कस्तो लाग्यो त आमा? राम्रो लाग्यो। हाम्रो आमाले खाना बनाउँदै हुनुहुन्छ हामीलाई होइन। हामी आज घर जाने हो, आमाले खाना बनाउँदै हुनुहुन्छ। अब हामी खाना खाएर अनि आज घरतिर जाने हो। आमालाई सुन्ने पारेर है आजसम्म त रमाइलो भइरहेको थियो होइन। यो सिमको आवाज यताउता गर्दाखेरि आमालाई त रमाइलो भइरहेको हाम्रो आमाको माया है। आमाले चाहिँ धेरै माया गर्नुभयो हामीलाई यहाँ बस्नुजेल आफ्नो हातले मिठो मिठो पकाएर खुवाउनु भयो। आमालाई धेरै धन्यवाद त्यसको लागि है। ल साथीहरू हजुरहरूलाई पनि यसरी रेलिङ बनाउनु छ या हजुरहरू घरमा काम छ भने सम्पर्क गर्नुहोला र हजुरहरूको घरमा हामी काम गर्न आइपुग्नेछौँ। हस् त, धन्यवाद।